हजुर हामीले चाहिँ आज पूरक खानाको बारेमा छलफल गर्छौँ। पूरक खाना भनेको के हो? बच्चालाई 6 महिना पुरा भइसकेपछि थप आहार खुवाउनु नै पूरक खाना हो। हामीले 6 महिना पुरा भइसकेको बच्चामा चाहिँ हामीले थप आहार खुवाउनु पर्छ र बच्चामा चाहिँ के हुन्छ, मम्मीको दुधले 6 महिना पुरा भइसकेपछि मम्मीको दुधले चाहिँ पुग्दैन। आमाको दुधले नपुगेपछि हामीले के गर्ने हो? थप आहार खुवाउने हो। थप आहार खुवाउँदाखेरि अन्न, हरियो सागपात र फलफुल, त्यसपछि चाहिँ पशुपन्छी जन्य पदार्थ र गेडागुडी खुवाउनु पर्छ। यो चारवटै खाना मिसिएका खाना हामीले खुवाउनु पर्छ। खाना खानुभन्दा अगाडि हामीले राम्रोसँग साबुन पानीले हात धुनुपर्छ र त्यसपछि चाहिँ मम्मीको दुध सँगसँगै बाबुलाई चाहिँ खाना खुवाउनु पर्छ। त्यसपछि हामी चाहिँ 6 महिना पुरा भएदेखि 9 महिनासम्म हामीले यो चित्रमा देखाए जस्तै 3 पल्ट, यहाँ बिहान, दिउँसो अनि यो चित्रमा देखाएको छ बेलुका 3 पल्ट चाहिँ खाना खुवाउनु पर्यो। एक चिया गिलास खाना 3 पल्ट चाहिँ खुवाउनु पर्यो। यो खाना चाहिँ कस्तो हुनुपर्छ? जस्तै खसाल्दाखेरि धेरै पातलो पनि नहोस् र धेरै बाक्लो पनि नहोस्, त्यो हिसाबले हामीले यो खाना खुवाउनु पर्छ। र 6 महिनापछि बालबिटाको प्याकेट, हामीले बालबिटा जुन महिला स्वयंसेविका दिदीले दिनुहुन्छ त्यो प्याकेट चाहिँ 2 महिनासम्म लगातार प्रत्येक दिन एउटा बालबिटाको प्याकेट खुवाउनु पर्छ। यसले चाहिँ बच्चामा चाहिँ 15 किसिमको भिटामिन्स मिनरल्सको कमी हुन दिँदैन। त्यो भएर हामीले 3 पल्ट खाना खुवाउनु पर्ने हुन्छ। एक चिया गिलास बिहान, दिउँसो, बेलुका। त्यसपछि हाम्रो चाहिँ अब 9 महिनादेखि 12 महिनासम्मको बच्चामा चाहिँ 9 महिनादेखि 12 महिनासम्मको बच्चालाई कसरी खुवाउने? फेरि त्यस्तै हो। 9 महिनादेखि 12 महिनासम्मको बच्चालाई 3 पल्ट खुवाउनु पर्छ, बिहान, दिउँसो, बेलुका, अनि बिचमा 1 पल्ट खाजा खुवाउनु पर्छ। अब हामीले चाहिँ थप पूरक खाना खुवाउँदाखेरि आमाको दुध पनि पटक खुवाइराख्नु पर्ने हुन्छ। त्यसपछि हामी अहिले नानीको उमेर चाहिँ लगभग 12 महिना कटिसकेकोले हामी अब यसमा चाहिँ बढी छलफल नगरेर यहाँ गर्छौँ। 12 महिना पुरा भएदेखि 24 महिनासम्मको बच्चालाई चाहिँ 2 चिया गिलास 3 पल्ट र 2 चोटि खाजा दिनुपर्छ। 1 चोटि अन्डा, 1 चोटि केरा, फलफुल र यो मासुजन्य पदार्थ दिनु पर्यो। त्यो हिसाबले 2 चिया गिलास, कम्तीमा 250 ml खाना दिनुपर्छ। 250 ml तपाईँको चाहिँ यहाँ लेखा पनि छ। 2 चिया गिलास वा 2 खाने कचौरा अन्नाले 250 मिलिलिटर खाना 3 पल्ट दिनु पर्यो। तब यो बच्चा चाहिँ अब उसको ग्रोथ डेभलपमेन्टको कुराहरू आउँछ। तपाईँको ब्रेनका डेभलपमेन्ट बच्चाहरूमा 2 वर्ष मुनि नै 80% दिमागको विकास भइसकेको हुन्छ। अब 80% दिमागको विकास हुनुको अर्थ तपाईँको बुझ्नु न, यो हामीले जुन स्कुल कलेजहरूमा पढाउँदा 10-20% विकास होला, तर धेरै विकास चाहिँ 2 वर्ष मुनि नै हुने। मम्मीको पेटमा हुँदादेखि लिएर तपाईँको चाहिँ बाबु 2 वर्ष पुगुन्जेल तपाईँको त्यसलाई चाहिँ सुनाउनु 1000 दिन भनिन्छ। त्यो 1000 दिनको समयले हामीले बच्चाहरूलाई धेरै ध्यान दिनुपर्छ। त्यो भएर अहिले चाहिँ यस्तो 3 पल्ट खाना, 2 पल्ट नास्ता खुवाउनु पर्यो। त्यसपछि नानी चाहिँ अझ चाहिँ अब अहिले हाम्रो हरियोमै छ, खासै प्रब्लम भएन र यसरी नै खुवाइराख्नु भयो भने अझ राम्रो हुनेछ। हस्, धन्यवाद।